सर्वप्रथम त नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य धीरज सावतज्यू, नेपाल क्रिकेट केन्द्रीय सदस्य वीरेन्द्र विक्रम विष्टज्यू, अनि प्रादेशिक सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीज्यू धन्यवाद दिन चाहन्छु। एसपिएललाई आजको यो ऐतिहासिक क्षण पनि हो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको एउटा मुख्य प्रायोजक रूपमा जोडिन पाउँदा सुदूरपश्चिम अञ्चल एकाडेमी एसपिए कलेजलाई पनि एउटा गौरवको क्षण पनि हो, एउटा ऐतिहासिक क्षण पनि हो। यो विगत लामो समयदेखि एसपिए कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भनौँ न क्रिकेटलाई विभिन्न कोणबाट सहयोग गर्दै आएको छ। आफैले पनि प्रतियोगिताहरू आयोजना गरेर भनौँ न र विगतमा नेपालमा फ्रेन्चाइज क्रिकेट लिग हकसँग सुरुवात गर्नमा पनि हाम्रो प्रत्यक्ष संलग्नता थियो र पछिल्लो समय 5 जना अन्तर्राष्ट्रिय खेलाडीलाई हामीले ब्रान्ड एम्बेसडरको रूपमा पनि एसपिए कलेजमा आबद्ध गरेका छौँ र देशकै सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिगमा पनि हामीले सुदूरपश्चिम रोयल्सको एउटा वान अफ द मेजर स्पोन्सरको रूपमा हामी आबद्ध छौँ र त्यसमा थप अब यो सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको मुख्य प्रायोजकमा जोडिँदा थप एउटा इँटा थपिएको जस्तो लाग्छ होइन, सुदूरपश्चिम क्रिकेट विकासको लागि। र यसमा मुख्यतः तीनटा कुरा, एउटा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घलाई चाहिने आर्थिक सहयोग आगामी 3 वर्षको लागि गर्ने कुरा आबद्ध छ, संलग्नता गरेका छौँ भनेपछि अर्को मेजर कुरा चाहिँ ग्रासरुट क्रिकेट विकासको लागि पनि हामीले एकअर्कासँग सहकार्य गर्ने र सुदूरपश्चिम प्रदेशमा भएका प्रदेशबाट राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने खेलाडीहरूलाई हामीले 100% छात्रवृत्ति उपलब्ध गराउने र जिल्लालाई पनि प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई समेत पनि 50% छात्रवृत्ति उपलब्ध गराउने लगायतका मुद्दाहरू संलग्न छ हाम्रो सम्झौतामा। त्यसले एक किसिमको यहाँको क्रिकेटलाई गतिशील बनाउनको लागि मद्दत गर्छ जस्तो लागेको छ हामीलाई होइन। र सँगसँगै हाम्रो अभियान, हामी सबैको अभियान एउटा ढङ्गले क्रिकेटको सहरको रूपमा स्थापित गर्ने, यसलाई गतिशील बनाउने र सुदूरपश्चिम प्रदेशमा बन्दै गएको देशकै सबैभन्दा ठुलो क्रिकेटको प्रोजेक्ट फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामलाई पनि यसले एउटा मोमेन्टम क्रिएट गर्ने हुनाले चाहिँ महत्त्वपूर्ण छ। यहाँ जति धेरै क्रिकेट गतिविधि भयो र त्यसमा र प्राइभेट सेक्टरले पनि एउटा संलग्नता यहीँ सुदूरपश्चिम प्रदेशमै रहेका प्राइभेट सेक्टरहरूले पनि आफ्नो एउटा इन्भल्भमेन्ट जनाउनुपर्छ, एउटा कन्ट्रिब्युसन गर्नुपर्छ यहाँको क्रिकेट विकासको लागि भन्ने पनि यसले एउटा सन्देश दिएको छ। र हामी जस्ता थुप्रै यहाँ प्राइभेट सेक्टरहरू छ, सबैले अलिअलि गर्ने हो, हातेमालो गर्ने भनेपछि हामीले थुप्रै भनौँ न सुदूरपश्चिममा अझै ठुलो कन्ट्रिब्युसन हामीले गर्न सक्छौँ। अझै धेरै खेलाडीहरूलाई हामीले रोजगारी सिर्जना गर्न सक्छौँ र क्रिकेटलाई अझै माथि लैजान सक्छौँ। त्यसले गर्दा म सबै प्राइभेट सेक्टरलाई पनि यहाँ जे जति सकिन्छ भनौँ न आफ्नो तर्फबाट सबैले एउटा आफ्नो CSR अथवा सामाजिक उत्तरदायित्व वहन गर्न म अनुरोध पनि गर्न चाहन्छु यो प्लेटफर्मबाट र निरन्तर यो सहयोग रहने। अब अहिले हामीले 3 वर्षको लागि सम्झौता गरेका छौँ, त्यसलाई थप हामीले त्यसपछि पनि आगामी रिन्यू गर्छौँ। यो क्रिकेट र एसपिएको सम्बन्ध यो सदा रहिरहने नै हो होइन। र पुनः प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीजीलाई विशेष धन्यवाद दिन चाहन्छौँ र यही हो। अब यसमा हजुरहरूको ओपन के जिज्ञासा छ भने राख्न पनि अनुरोध गर्छु। लामो समयदेखि तपाईँहरूको कलेज सुदूरपश्चिमको क्रिकेट, स्पेसल्ली क्रिकेटलाई भनौँ न, खेल त भइ नै हाल्यो, क्रिकेटलाई सहयोग नै गर्दै आएको छ। यसले चाहिँ कस्तो खालको इम्प्याक्ट पारेको जस्तो लाग्छ एज अ तपाईँ कलेजको निर्देशक, क्रिकेट अभियन्ताका हिसाबले यो कुरा हुन त धेरै कुरा देखिएको छ, तपाईँको नजरबाट कस्तो लागेको छ? धेरै इम्प्याक्ट गरेको छ। हेर्नुहोस् अब अहिले प्रत्यक्ष त्यसको रिजल्ट पनि देखिन थालेको छ। खेलाडीहरू थुप्रो अहिले राष्ट्रिय टिममा होइन, अहिले प्रत्यक्ष धनगढीबाट मात्र अहिले 2 जना खेलाडीहरू भनौँ न यहाँबाट विश्वकप खेल्न जाँदै हुनुहुन्छ, शेरमल्ला र लोकेश बम होइन। र सुदूरपश्चिमबाट थुप्रै खेलाडीहरू
अहिले वर्ल्ड कपमा रिप्रेजेन्ट गर्दै हुनुहुन्छ धनगढी बाहिरका खेलाडीहरू पनि अरू जिल्लाहरूबाट पनि र अहिले एज लेभलमा पनि थुप्रै खेलाडीहरू अहिले अन्डर 19 टिमको पछिल्लो 2टा नेपाल टिमको क्याप्टेन पनि अशोक धामी र नरेन भट्ट पनि यही सुदूरपश्चिम र प्रपरली धनगढीमै ट्रेनिङ गरेका खेलाडीहरू हुन् होइन र महिलामा पनि अहिले थुप्रै आधा टिम महिलाको सुदूरपश्चिमबाट छ होइन र अपकमिङ जुनियर ग्रासरुटबाट पनि थुप्रै खेलाडीहरू भोलि नेपाल टिममा स्थान बनाउन सक्ने खेलाडीहरू चाहिँ अहिले हामी देखिएका छन् जो ग्रासरुटमा पनि काम भइरहेको छ। त्यसमा अब एसपिएले चाहिँ एउटा मेजर रोल खेलेको जस्तो लाग्छ। एसपिएको सुरुवात भएदेखि नै एउटा किसिमको एउटा मोमेन्टम क्रिकेटले माथि लिएको छ। एसपिएलले मात्र होइन थुप्रै संस्थाहरूको साथ छ तर त्यसमा एउटा मेजर रोल चाहिँ एसपिएले पनि खेलेको छ जस्तो लाग्छ। सर्वप्रथम त यहाँ उपस्थित नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य धीरेन्द्र साउन्ज्यू, विक्रम विष्टज्यू, एसपिएका फाउन्डर सुभाष सर र पत्रकार साथीहरू, सर्वप्रथम त म यहाँ सबैलाई धन्यवाद भन्न चाहन्छु र खास गरी एसपिए परिवारलाई, किनभने सुदूरपश्चिम क्रिकेटको एउटा उर्वर भूमि हो। सुदूरपश्चिमको थुप्रो जिल्लाबाट थुप्रै इन्टरनेसनल खेलाडीहरू पैदा भएका छन् तर सुदूरपश्चिममा एउटा हामीसँग दुर्भाग्य के थियो भने फाइनेन्सियल समस्याले गर्दा हामी जुन जमर्को गर्न खोजे पनि त्यहाँसम्म पुग्न सकिराखेका थिएनौँ। एउटा लिमिटेसन हरेक कुरामा क्यान बाहेक हामीसँग अरू अन्य कुनै स्रोत नभएर क्यानले दिएको एउटा लिमिटेसन पैसामा हामीले हरेक प्रतियोगिता सञ्चालन गर्नुपर्ने, त्यसैमा क्याम्प गर्नुपर्ने, त्यसैमा अरू एक्टिभिटी गर्नुपर्ने थियो। अब यो धेरै दिन पहिलादेखि सुभाष सर र हाम्रो एउटा खालको यसमा होमवर्क भइरहेको थियो। सुभाष सर एकदम पोजिटिभ हुनुहुन्थ्यो। जस्तै अरू पनि हामीले यो खेलाडीहरूलाई कसरी उकास्न सकिन्छ यो बारेमा कुरा गर्दै उहाँले नारायण जोशी लगायत तपाईँको हाम्रै प्रदेशको नारायण अनि कविता लगायतलाई एसपी अहिले शेर भाइलाई एसपीको ब्रान्ड एम्बेसडर बनाएर के भने पनि उहाँलाई एउटा राहत सिर्जना गर्यो। त्यसरी नै अरू कसरी गर्ने भन्ने खालको एउटा होमवर्क नै भइरहेको थियो। यही बिचमा सरसँग कुरा हुँदाखेरि सरले ल दाइ यो एसपिए र हामी प्रादेशिक क्रिकेटसँग जोडिएर सानो ठुलो जे जस्तो भए पनि एउटा शुभारम्भ गरौँ जसले गर्दा कि भोलिको दिनमा के टेवा पुग्छ र अरू जो प्राइभेट सेक्टरका मान्छेहरूलाई पनि यसमा जोड्ने इच्छा जागोस् भने त्यो खालको एउटा इन्भाइरोमेन्ट भइसकेपछि हिजो हामी लगभग योलाई फाइनल पुगेर आज साइनिङ कार्यक्रम भयो। यसको लागि म अन्तरात्मादेखि सरलाई र एसपी परिवारलाई धन्यवाद दिन चाहन्छु, किनभने हिजोको दिन सर पनि यो प्रदेशबाट खेलिसकेको एउटा खेलाडी हुन्। खेलाडीको पीडा म्याक्सिमम उहाँले पनि बुझिया छ, कसरी गइरहेछौँ के गरिरहेछौँ भनेर। र यो सँगसँगै जो पढ्ने क्रिकेट मात्र खेलेर हुँदैन कि पढ्ने बच्चाहरूलाई जो नेसनल खेल्नेलाई 100% स्कलरसिप र प्रादेशिक गेम खेल्ने जिल्लाको प्रतिनिधित्व गरेर प्रादेशिक गेमहरू खेल्ने खेलाडीलाई 50% हुने छ। त्यो पनि एउटा खेलाडीहरूको लागि ठुलो सम्भावना हो, जसले गर्दा कि भोलि उनीहरूको पैसाले गर्दा वञ्चित हुँदैन र आफ्नो करियरलाई बिल्डअप गर्छन्। र जसरी एसपिए परिवारले जो यो ठुलो मन गरेर प्रादेशिक क्रिकेटसँग एउटा हातोमाले गर्यो, त्यसरी पनि अरू प्राइभेट सेक्टरहरूलाई विनम्र अनुरोध के गर्छौँ भने धेरै नगरे पनि सबैले थोडा पनि सहयोग गर्यो भने जो हामी एउटा खेलाडी यहाँ निर्माण गरेर पछि खेलाडी विभागीय जाने, प्रदेश छोडेर जाने जो कल्चर छ त्यसमा रोकथाम हुन्थ्यो। र खेलाडीले खेलिसकेपछि जिल्ला प्रदेश हाम्रो चिनाइसकेपछि उहाँहरूको पनि ताकत छ, यहाँसम्म उहाँहरू त्यो गर्छन् र पछि एउटा एज बार भइसकेपछि के गर्ने भन्ने जो खेलाडीहरूमा समस्या छ त्यो समस्यालाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ। जस्तै स्थानीय तह होला, प्रदेश सरकार होला र प्राइभेट सेक्टरमा बिजनेसम्यान लगायतका अरू जो पनि छन् उहाँहरूले थोडा पनि सहयोग गरिदियो भने यो खेलाडीहरूलाई हामीले एउटा उहाँहरूको भविष्य इस्ट्याब्लिस गर्न सक्थ्यौँ जस्तो लाग्छ।
र यो प्रादेशिक टिम अथवा जिल्लाले तयार गरेको र प्रदेशमा गएको टिम खेलाडीहरू प्रायःजसो अहिले पनि पछिल्लो 3-4 वर्षमा महिला र पुरुषको सुदूरपश्चिमको आधाभन्दा राम्रो स्क्वाड चाहिँ हाम्रो प्रदेशमा विभिन्न विभागमा पनि गइसकेको छ। अब एसपी जस्तो कलेज र अन्य यहाँले भने जस्तो केही व्यक्तिहरू अथवा संस्थाहरू जोडियो भने अब सुदूरपश्चिम प्रदेशले आफ्नो टिमलाई सुदूरपश्चिममै राखेर चाहिँ उनीहरूलाई उनीहरूको भविष्य सुनिश्चितताका लागि पहल गर्न सक्छ यो अभ्यासबाट सकिन्छ। अब जसरी कलेजले सहकार्य गरिरहेको छ प्रादेशिक क्रिकेट सङ्घसँग, तपाईँहरूले अब कसरी समन्वय गर्नुहुन्छ? कलेजमा विद्यार्थीहरू अथवा क्रिकेटरहरू पढ्ने व्यवस्थापन उहाँहरूसँग समन्वय र अनि बाँकी कलेजलाई चाहिँ कसरी अगाडि प्रदर्शन गर्नुहुन्छ, प्रस्तुत गर्नुहुन्छ? अब जो पढ्ने खालका राम्रा केटाहरू छन् उहाँलाई हामी एसपिओकोमा जानुको लागि एउटा रिक्वायरमेन्ट गर्छौँ र उहाँहरूको जस्तै अहिले एउटा हाम्रो अन्डरस्ट्यान्डिङमा या पेपर वर्कमा 50% र 100% हुने एउटा आएछ भने भोलि कुनै जिल्लाबाट राम्रो खेल्ने केटा प्रदेशमा आएछ तर राम्रो छ, लगनशील छ भने त्यो सरसँग अथवा एसपिए परिवारसँग हामी पर्सनली रिक्वेस्ट गरे पनि सर उसलाई पनि 100% गरिदिनु पर्यो भन्ने एउटा रिक्वेस्ट गर्न सक्छौँ। जस्तै अब कोही राम्रो केटा खेल्छ, माथि एउटा उसको फ्युचर छ भने उसलाई पनि अरू तरिकाले रिक्वायरमेन्ट गराउन सक्छु। र यो हाम्रो केटाहरूमा जस्तै उहाँबाट हामीले के पाइसकेपछि हाम्रो पनि एउटा धर्म हो कि एसपिएको जो ब्रान्डिङ छ, एसपिएको जो एसपिए कलेजलाई कसरी प्रमोट गर्न सकिन्छ त्यसमा हामीले लाग्नुपर्छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घलाई कतिको मद्दत पुगेको छ? अब यो खालको प्रायोजनले 3 वर्षको तपाईँहरूको प्रायोजन छ होइन, ठुलो समय हो यो 3 वर्ष भनेको। यत्रो लगानी कलेजले गर्दैछ सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले तयार गरेको टिमलाई, यसले कतिको बल पुग्यो अब प्रादेशिक क्रिकेट सङ्घलाई? फाइनेन्सियल त एकदमै सपोर्टिङ भएको छ र अब जो हामी क्याम्प जस्तै यो गेम सिद्धिएपछि क्याम्प पनि गर्न हामीलाई आम्य हुन्थ्यो, अरू एक्टिभिटिज गर्न पनि गाह्रो हुन्थ्यो, त्यसलाई ठुलो राहत भएको छ र सायद योपालिको पिएम कपमा यो एसपीले लगानी लगाए बापतको के पोजिटिभ रिजल्ट चाहिँ आउला जस्तो लाग्छ मलाई। जसरी कलेजले पढ्दै र कमाउँदै भन्ने अवधारणामा काम गरिरहेको छ, त्यो कलेजसँग यहाँले सहकार्य गर्दाखेरि अब प्रादेशिक क्रिकेट सङ्घले खेल्दै पढ्दै भन्ने नारा अगाडि बढाउनलाई सहज भएको हो कि? हजुर, सम्पूर्णमा के आह्वान गर्नुहुन्छ अब क्रिकेट खेलाडीहरूमा? तपाईँले त पोजिटिभ हिसाबले उहाँहरूलाई सान्त्वना दिनुपर्ने अथवा मेसेज दिनुपर्ने पनि हुनसक्छ होला नि। त्यो खेलाडीहरूलाई अब जो खेलाडीहरू छन् उहाँहरूको हामी भनेका अभिभावक हौँ, उहाँलाई अब एउटा सही दिशातिर कसरी जाने र हामीहरू जुन एउटा के भन्छ यसलाई एउटा गेम खेल्दाखेरिको अप्ठ्यारो फेजमा हुँदाखेरि हामीलाई कसरी राहत कलेक्सन भएको छ, कहाँबाट भएको छ, एउटा उहाँहरूलाई पनि हामीले यो बारेमा जानकारी गराउनु पर्छ। हुन्छ, धन्यवाद। हस्, धन्यवाद।